नेभर्स लेखेका हुन् अस्ट्रेलियन राइटर टिम विन्टनले। उनको फुल नेम रहेको छ टिमोथी जोन विन्टन। विन्टनले युवा र बालबालिकाहरू दुवैका लागि थुप्रै नोभलहरू लेखेका छन्। उनका नोभलहरू आफ्नै मातृभूमिको सुन्दरता र मातृभूमिमा आफूले भोगेका अनुभवहरूमा आधारित छ। नेभर्स एउटा सर्ट स्टोरी हो जुन टिमकै एउटा नोभल माइग्रेन्ट्स अफ अस्ट्रेलियाबाट लिएको हो। स्टोरी नेभर्स एक नवविवाहित जोडीको बारे रहेको छ जो भर्खरै एक नयाँ ठाउँमा बसोबास गर्न पुग्छन्। उनीहरू यस्तो ठाउँमा पुगेका हुन्छन् जहाँका मानिसको संस्कृति, धर्म, भाषाहरू सबै फरक हुन्छ, जसकै कारणले गर्दा उनीहरूलाई छिमेकीहरूसँग आफ्नो आत्मीयता बढाउन र राम्रो सम्बन्ध राख्न चाहिँ एकदमै गाह्रो पर्छ। फरक भाषा, संस्कृति र धर्मले मानिसलाई एकअर्कासँग माया र करुणा साट्न रोक्दैन। यही विचारमा आधारित रहेको छ यो कथा। ती नव जोडी नै कथाका मुख्य पात्रहरू हुन्, तर उनीहरूको नाम भने खुलाइएको छैन। नव जोडीले नयाँ ठाउँमा विभिन्न देशहरूबाट आएका मान्छेहरू भेटे। त्यहाँ थुप्रै युरोपियनहरू थिए, जसको कारणले उनीहरूलाई आफू चाहिँ त्यहाँ टेम्पोररी बासिन्दा मात्र भएको कुरा महसुस हुँदै गयो। उनीहरूको लेफ्ट साइडमा भने एउटा म्याकेडोनियन परिवार बस्थ्यो र राइट साइडमा भने एउटा पोल्यान्डको विडोवर बस्ने गर्थ्यो। त्यो नव जोडीको घर सानो तर एकदमै सुन्दर थियो। ठुलो सिलिङ र सिसा भएको कोठाले त्यो घरलाई कटेज जस्तै बनाएको थियो। उनीहरूको छिमेकी म्याकेडोनियन परिवार भने सधैँ चिच्याउने कराउने गर्थ्यो। यही कुराले उनीहरूलाई एकदमै दुःख दिएको थियो। त्यो झगडा नभएर नर्मल कुराकानी मात्र भएको कुरा थाहा पाउन उनीहरूलाई 6 महिना लाग्यो। पोल्यान्डका ती बुढा मान्छे भने सधैँ काठमा काँटी ठोक्दै र निकाल्दै गर्ने गर्थे। त्यो जोडीलाई छिमेकीहरू निकै नै अनौठा लाग्ने गर्थे, जसको कारणले उनीहरूलाई घुलमिल हुनका लागि एकदमै समय लाग्यो। नव जोडी मध्येको श्रीमती भने बाहिर गएर काम गर्ने गर्थिन्, उता श्रीमान भने थेसिस लेख्न भनी घरै बस्ने गर्थे। यो कुरा छिमेकीहरूलाई पचेकै हुँदैन। अटमको समयमा ती नव जोडीले आफ्नो घर पछाडिको बगैँचा सफा गरी विभिन्न खालका तरकारीहरू रोपे। केही समयपछि ती जोडीले फेरि पनि एउटा कुखुराको खोर बनाए, तर त्यो खोर चाँडै नै भत्कियो। तर ती बुढा छिमेकीले नबोलाइकनै आएर त्यो खोर फेरि पनि बनाइदिए। ती बुढा मान्छेले बोलेको ती कपालले बुझ्ने नै गर्दैनथे, तर पनि उनको यो सहयोगको भाव देखेर उनीहरू एकदमै प्रसन्न भए। विन्टर आइपुग्दा छिमेकीहरूसँग ती नव जोडीको सम्बन्ध राम्रो हुँदै गयो। अब उनीहरू एकअर्कालाई हेर्दै मुस्कुराउन थाले। एकअर्काको भाषै नबुझ्ने छिमेकीहरूको सम्बन्ध भने अब राम्रो हुँदै गयो। जब ती नव जोडी प्रेग्नेन्ट हुन्छन् तब पनि छिमेकीहरूले एकदमै केयर देखाउँछन्। राम्रै मानसिकताले कसैले ती प्रेग्नेन्ट लेडीलाई सिगरेट र चकलेटहरू उपहार दिए भने कसैले आगो बाल्नको लागि काठका टुक्राहरू ल्याइदिए। एक छिमेकी महिलाले हुनेवाला बच्चाको लागि भनेर आफ्नै हातले बुनेको सुट पनि ल्याइदिए। ती नव जोडी आफ्नो छिमेकीहरूको हेरचाह र साथ देखेर एकदमै ओभरवेल्म्ड भए। धेरै कष्टपछि ती युवतीले एक बालकलाई जन्म दिइन्। यही क्षणको प्रतीक्षामा ढोका बाहिर 12 जना छिमेकीहरू उभिरहेका थिए। जब त्यो बालक रुन्छ तब बाहिरबाट पनि एकदमै खुसीले चिच्याएको जस्तो आवाज आउँछ। जब ती छोराको बुवा बाहिर गएर हेर्छन् तब उनले सबै छिमेकीहरू खुसीका साथ त्यहाँ स्वागतको लागि उभिएको देख्छन्। त्यसपछि त झनै ती नव जोडीको छिमेकीहरू प्रतिको विचारमा परिवर्तन आउँछ। छिमेकीहरू नै दुःख सुखका साथी हुन्, चाहे उनीहरू जुनसुकै ब्याकग्राउन्डबाट किन नहुन्। छिमेकमा माया, हेरचाह, सम्मान र सहयोग साटासाट गर्दै बस्नुपर्छ। यही सन्देश हामीले यस कथाबाट प्राप्त गर्न सक्छौँ। अमेरिकन नोभलिस्ट र सर्ट स्टोरी राइटर केट चोपिनले, उनको पूरा नाम रहेको छ क्याथरिन ओ फ्लाहर्टी। उनी 1851 मा जन्मिएकी थिइन् भने उनको मृत्यु 1904 मा भयो। द अवेकनिङ एन्ड अदर सर्ट स्टोरीज नामको एउटा सर्ट स्टोरी कलेक्सनबाट यो स्टोरीलाई झिकिएको हो। स्टोरीमा क्यारेक्टर्सहरूको कुरा गरौँ। क्यारेक्टर्सहरू रहेका छन् मिसेस बरोडा, मिस्टर बरोडा अथवा उनको फुल नेम रहेको छ ग्यास्टन बरोडा र बरोडाको साथी गभर्नेल। स्टोरीमा मिसेस बरोडाले मिस्टर बरोडाको साथी मिस्टर गभर्नेललाई मन पराउन थाल्छिन् र यही कुराले लिएर उनको मनमा इनर कन्फ्लिक्ट क्रिएट हुन्छ र कथा पनि यसैको वरिपरि घुम्छ। अब जाउँ स्टोरीको बिगिनिङ तर्फ। स्टोरीको सुरुवात हुन्छ जब गभर्नेल मिस्टर बरोडा र मिसेस बरोडाको प्लान्टेसनमा केही समय बिताउने भनेर आउँछन्। गभर्नेल मिस्टर बरोडाको कलेजको साथी हुन् भनेर मिसेस बरोडाले मिस्टर बरोडाबाटै सुनेकी थिइन्, तर मिसेस बरोडाले गभर्नेललाई पहिला कहिले भेटेकी भने थिएनन्। गभर्नेल आउने कुरा सुनेर मिसेस बरोडा भने त्यति खुसी हुन्नन्, किनकि उनले सोचेकी हुन्छन् आफ्नो हस्बेन्डसँग केही राम्रो टाइम स्पेन्ड गर्छु भनेर। गभर्नेल एउटा सक्सेसफुल जर्नलिस्ट भइसकेका हुन्छन्। जब मिसेस बरोडाले उनको बारे मिस्टर बरोडाबाट सुनेकी थिइन्, उनलाई लागेको थियो कि गभर्नेल चाहिँ अग्लो, दुब्लो, चस्मा लगाउने र खाली गोजीमा हात राख्ने खालको मान्छे होला। जब मिस्टर गभर्नेल साँच्चै नै मिसेस बरोडाको अगाडि प्रेजेन्ट भए तब मिसेस बरोडाले उसलाई आफ्नो इमेजिनेसन भन्दा निकै नै भिन्न पाइन्। मिसेस बरोडाको इमेजिनेसनबाट एउटा कुरा भने मिलेको थियो कि गभर्नेल साँच्चै नै स्लिम थिए, तर उनी अग्लो र घमण्डी भने पटक्कै थिएनन्। सुरुमा त मिसेस बरोडालाई गभर्नेल एकदमै राम्रो लाग्न थालिसकेका थिए, तर उनले पछि आफैलाई क्वेशन गर्न थालिन् कि आखिर किन मैले गभर्नेललाई मन पराए। उनले गभर्नेलमा धेरै गुड क्वालिटीहरू पाएकी थिएनन्। उनले गभर्नेल चाहिँ एकदमै ब्रिलियन्ट, इन्टेलिजेन्ट, टकेटिभ र फ्रेन्डली छन् भन्ने सोचेकी थिइन्, तर यो मध्येको एउटा पनि क्वालिटी गभर्नेलमा थिएन। बरोडाजले गभर्नेलको लागि गरेको स्वागत र सत्कार प्रति पनि गभर्नेलले केही पनि भनेनन्। मिसेस बरोडाको नेचर भने एकदमै बोल्ने र सबैसँग मिल्ने खालको थियो। गभर्नेल भने ठ्याक्कै अपोजिट थिए। गभर्नेललाई मिस्टर बरोडाको चिनी खेतीको एक्सपिरियन्स बारे सुन्न चाहिँ रुचि लाग्थ्यो, तर फिशिङ, हन्टिङ जस्तो रमाइलो कुराहरूमा भने उनलाई कुनै पनि इन्ट्रेस्टै लागेन। मिसेस बरोडालाई गभर्नेलको पर्सनालिटी भने एकदमै कन्फ्युजिङ लाग्ने गर्थ्यो, तर पनि उनले गभर्नेललाई एउटा लभिङ पर्सनको रूपमा भने चिनिसकेकी थिइन्। सुरुमा खासै कुरा नमिल्दाखेरि मिस्टर बरोडा र गभर्नेललाई मिसेस बरोडाले प्राइभेसी दिने गर्थिन्, तर पछि उनी गभर्नेलसँग वाकमा जाने गरिन्। धेरै प्रयास गर्दा पनि गभर्नेलको रेस्पोन्सै राम्रो नआएपछि मिसेस बरोडा एकदमै फ्रस्ट्रेट हुन्छन् र उनले मिस्टर बरोडालाई सोच्छिन् कि अब कहिले जान्छन् मिस्टर गभर्नेल। उनले मिस्टर बरोडालाई गभर्नेल अलिक बढी डिमान्डिङ भएको हेर्न चाहेको कुरा बताउँछिन्। खासमा मिस्टर गभर्नेल त आफ्नो बिजी लाइफबाट केही दिन छुट्टी लिएर पिसफुल समय मात्र बिताउन चाहन्थे। धेरै नै दिक्क लागेपछि मिसेस बरोडाले आफ्नो आन्टी भेट्नको लागि शहर जाने प्लान पनि बनाउँछिन् र त्यसै रात जब उनी बेन्चमा बसेकी हुन्छन् उता गभर्नेल भने उनको छेउमा आएर केही पनि नभनिकन टसक्क बस्छ। त्यसपछि मिस्टर बरोडाले पठाएको स्कार्फ मिसेस बरोडालाई दिँदै ऊ कुरा गर्न सुरु गर्छ। मिसेस बरोडाले मिस्टर गभर्नेलले यति साह्रो बोलेको कहिले पनि देखेकी थिएनन्। उनी यो कुराले छक्क परिन्। उनको बोली सुन्दै जाँदा मिसेस बरोडालाई उनको भोइस चाहिँ एकदमै एट्र्याक्टिभ लाग्यो। पहिला पनि अलिअलि मन पराउने गर्थिन्, तर उनको भोइस सुनेपछि मिसेस बरोडालाई गभर्नेल
झनै मन पर्न थाले। अँध्यारोको समयमा उनी आफ्ना हातका औंलाहरू गभर्नेलको अनुहारमा गई चलाउने इच्छा राख्छिन्। उनलाई बिस्तारो गएर मिस्टर गभर्नेलको कानमा गएर केही फुसफुसाउन पनि मन लाग्छ, तर उनले आफूलाई सम्हाल्छिन्। एउटा रेस्पेक्टेबल वुमनको सेल्फ रेस्पेक्टलाई कायम राख्नको लागि उनले त्यसो गर्छिन्। आफूबाट गल्ती नहोस् भनेर उनी त्यहाँबाट उठेर गभर्नेललाई एक्लै छोडेर घरतिर लाग्छिन्। मिस्टर बरोडाले आफ्नो गल्ती सुनाम कि नसुनाम हुँदै गर्दा उनले नसुनाउने नै डिसिजन लिन्छिन् र त्यो समस्यालाई आफू भित्रै सल्भ गर्ने पनि प्रयास गर्छिन्। त्यसपछि मिसेस बरोडा केही समयको लागि शहर जान्छिन् र जबसम्म गभर्नेल त्यहाँबाट जाँदैन तबसम्म उनी फर्किन्नन्। उनी फर्किएपछि मिस्टर बरोडाले अर्को समरमा पनि मिस्टर गभर्नेललाई आफ्नो प्लान्टेसनमा इन्भाइट गर्ने कुरा चलाउँछन्। तब मिसेस बरोडाले त्यो कुरालाई डिनाइ गर्छिन्, तर पछि फेरि आफ्नो हस्बेन्ड मिस्टर बरोडाको खुसीको लागि उनले यो कुरामा अग्री पनि गर्छिन्। अर्को पटक गभर्नेल त्यहाँ आउँदाखेरि गभर्नेललाई अझ राम्ररी ट्रिट गर्ने पनि उनले प्रमिस गर्छिन्। यो स्टोरीमा कुनै पनि एउटा प्रोपर एन्डिङ छैन। अन्तिममा के भयो त हामीलाई केही पनि थाहा छैन। के मिसेस बरोडाले आफ्नो फिलिङ्सलाई कन्ट्रोल गरिन् अथवा आफ्नो फिलिङ्सलाई कन्फेस गरिन्, यो कुरा हामीले थाहा पाउँदैनौँ। केटको धेरै जसो स्टोरीहरूमा यसरी नै एन्डिङ भएको पाइन्छ। यो स्टोरीबाट राइटर केट चपेलले हामीलाई यो प्रश्न गरेकी छिन् कि रेस्पेक्टेबल हुनु केलाई भनिन्छ अथवा सम्मानजनक कसलाई भनिन्छ? आफ्नो जीवन आफ्नै हिसाबले खुसीका साथ विदाउट एनी रिग्रेट जिउनुलाई भनिन्छ कि सोसाइटीको नियम अनुसार आफ्नो जीवन जिउनुलाई भनिन्छ? तपाईको विचारमा रेस्पेक्टेबल कसलाई भनिन्छ? कृपया आफ्नो भ्यू कमेन्ट सेक्सनमा लेखिदिनु होला। आजको यस भिडियोमा हामी कक्षा 12 को इंग्लिश बुकको लिटरेचर सेक्सनमा रहेको एउटा सर्ट स्टोरी डिस्कस गर्दैछौँ र स्टोरीको टाइटल रहेको छ अ डिभोटेड सन। स्टोरीको राइटरको बारे कुरा गर्नुपर्दा यो स्टोरी लेखेकी हुन् इन्डियन नोभलिस्ट, सर्ट स्टोरी राइटर र चिल्ड्रेन बुक्स राइटर अनिता देसाईले। अनिता देसाईको जन्म 1937 मा भएको थियो। उनले थुप्रै स्टोरी कलेक्सनहरू लेखेकी छिन्। त्यसै मध्येको एउटा कलेक्सन द कम्प्लिट सर्ट स्टोरीजबाट नै अ डिभोटेड सन एक्सट्र्याक्ट गरिएको हो। अ डिभोटेड सन एउटा रियल लाइफसँग मेल खाने खालको स्टोरी हो, जुनमा एउटा इन्डियन भिलेजमा बस्ने मिडल क्लास इन्डियन फ्यामिलीको कथा रहेको छ। कथामा कसरी कुनै पनि आमा बुवाले आफ्नो छोराछोरीको एम्बिसनको कदर गर्छन् र कसरी कुनै पनि छोराछोरीले आफ्नो आमा बुवा प्रतिको जिम्मेवारीलाई पूरा गर्नुपर्दछ, यही कुराहरू कथामा पोर्ट्रे गरिएको छ। कथा रहेको छ राकेशको बारे, जो एक वफादार छोरा हुन्छ। उनका बुबा मिस्टर वर्मा तरकारी व्यापारी हुन्छन्। अरु क्यारेक्टर भनेको राकेशकी आमा र उसकी वाइफ र उसको छोरा। कथा सुरु हुन्छ जब राकेशको मेडिकल एक्जामिनेसनको रिजल्ट बिहानको न्यूजपेपरमा आउँछ। उसको नाम लिस्टको टपमा हुन्छ। यो कुरा त वर्माको फ्यामिलीको लागि एउटा सेलिब्रेसन नै हुन्छ, किनकि उनीहरुको फ्यामिलीमा एजुकेसन प्राप्त गर्ने राकेश पहिलो व्यक्ति हुन्छ। राकेशको रिजल्ट राम्रो आएको खुसीमा उनका बुबा मिस्टर वर्माले घरमा पार्टी समेत राख्छन्, जहाँ राकेशको अचिभमेन्टलाई धुमधामका साथ सेलिब्रेट गरिन्छ। मेडिकल एक्जामिनेसन टप गरेपछि राकेशले यूएसए मा काम गर्ने मौका पनि पाउँछ। त्यसपछि उसले यूएसए मा एकदमै ठुलो हस्पिटलहरुमा काम गर्ने मौका पायो। उसले त्यहाँ आफ्नो करियर राम्रोसँग डेभलप गरिरहेको थियो, तर उसलाई यूएसए मन परे तापनि आफ्नै देश फर्किएर त्यही केही गर्न थियो। उसलाई आफ्नो परिवारलाई पनि टाइम दिँदै आफ्नो कामलाई अगाडि बढाउनु थियो। छोराले आफ्नो बन्दै गरेको करियरलाई पछाडी छोडेर फर्किएको देख्दाखेरि बुवा आमा भने केही हदसम्म डिसस्याटिस्फाइड थिए, तर छिमेकीले वान गरे अनुसार आफ्नो छोराले विदेशी केटीलाई बिहे गरेर घर ल्याएन भनेर आमा भने खुसी थिइन्। राकेशले आफ्नै आमाले खोजेकी एउटी राम्री तर अनपढ केटीसँग विवाह गर्यो। आफ्नो देशमा फर्किएपछि पनि राकेशले उन्नति गर्दै गयो। ऊ सिटी हस्पिटलको डाइरेक्टरको पोस्टसम्म पनि पुग्न सफल भयो। आफू त्यस्तो टप लेभल पोजिसनमा पुग्दा पनि उसँग आफ्नो प्यारेन्ट्स र आफ्नो वाइफको लागि प्रशस्त टाइम हुन्थ्यो। उसले आफ्नो प्यारेन्ट्सको कदर गर्न कहिले पनि छोडेन। राकेशको खुसीमा कमी आयो जब उसकी आमाको मृत्यु भयो। आमाको डेथले बुवामा निकै नराम्रो असर पर्यो। उनी फिजिकली र मेन्टली दुवै तरिकाबाट वीक भए। राकेशले आफ्नो बुवाको केयर गर्नको लागि आफ्नो शेड्युल नै चेन्ज गर्यो। ऊ आफ्नो बुवाको लागि बिहानै चिया बनाउने गर्थ्यो र बिहानको न्यूजपेपर पनि पढेर सुनाउने गर्थ्यो। यति मात्र नभएर क्लिनिकबाट फर्किन साथ ऊ आफ्नो बुवालाई खुला हावामा लैजाने गर्थ्यो। हुँदा हुँदा उसले आफ्नो बुवाले चाहिँ तारा हेर्दै सुत्न पाउन् भनेर बाल्कोनीमै खाट पनि राखिदियो। राकेशले आफ्नो बुवाले खान नहुने कुराहरू खानको लागि रोक लगाएको थियो, तर उसको बुबा मिस्टर वर्मालाई भने मिठो मिठो खानेकुराहरू खान मन लागिरहन्थ्यो। मिस्टर वर्मा राकेशले उनलाई मिठो मिठो खानेकुराहरू खान नदिएकोमा एकदमै दुखी थिए। आफ्नो नातिलाई मिठो मिठो खानेकुरा खुवाई माग्नको लागि उनले नातिलाई चकलेटको पनि लोभ दिन थाले। मिस्टर वर्माको केयर गर्दाखेरि पनि राकेशले चाहिँ उनको केयरै नगरेको र उनको कदरै नगरेको जस्तो ठान्दथे। मिस्टर वर्माले आफ्नो मनमा आफ्नो छोरा र बुहारीको लागि घृणा उत्पन्न गर्दै गए। उनले आफ्नै छोरा बुहारीको केयरको गलत अर्थ लगाउन थाले। जति नै कोसिस गरे पनि उनको मेन्टल र फिजिकल हेल्थलाई इम्प्रुभ गर्न चाहिँ राकेशलाई एकदमै गाह्रो पर्यो। मिस्टर वर्मा त केवल मृत्युकै इच्छा गर्न थाले। कथामा प्यारेन्ट्स र चिल्ड्रेन बीचको सम्बन्ध र ओल्ड एजको कन्डिसन यी दुई कुराहरूलाई पोर्ट्रे गर्न खोजिएको छ। राकेश जस्तो आफ्नो आमा बुवाको सेवामा सधैँ हाजिर हुने छोरा सबैको लागि रोल मोडल हुन सक्छ। उता मिस्टर वर्माले आफ्नो ओल्ड एजमा देखाएको जिद्दीपन र रिस त्यो सबै बुढेसकालकै निशानी हो। त्यसैले पनि बुढेसकाललाई अर्को एउटा बालकपन पनि भनिने गरिन्छ। यस्तो अवस्थामा बुढाबुढीलाई जसरी पनि खुसी राख्न जरुरी हुन्छ। कथाको मेन थीम भनेको यही नै हो। स्टोरी लेखेका हुन् इंग्लिश नोभलिस्ट, जर्नलिस्ट, सोशलिस्ट र हिस्टोरियन एच.जी. वेल्सले। फुल नेम रहेको छ हर्बर्ट जर्ज वेल्स। उनी आफ्नो साइन्स फिक्सन नोभल्सहरूको लागि एकदमै प्रसिद्ध छन्। द वन्डरफुल भिजिट, द इन्भिजिबल म्यान उनका केही साइन्स फिक्सनसँग सम्बन्धित नोभल्सहरू हुन्। द स्टोलन बसिलस, टेल्स अफ स्पेस एन्ड टाइम यी उनका केही सर्ट स्टोरीज कलेक्सनहरू हुन्। द ट्रेजर इन द फरेस्ट पनि उनको द कन्ट्री अफ द ब्लाइन्ड एन्ड अदर सर्ट स्टोरीज भन्ने एउटा सर्ट स्टोरी कलेक्सनबाट लिएको। लोभ र लालचले कसरी मानिसलाई करप्ट गर्न सक्छ र डिस्ट्रक्सनलाई निम्ताउन सक्छ, यही कुरा स्टोरीको मेन थीम रहेको छ। कथा अशुभ यानि कि अमिनस एडभेन्चरको बारे रहेको छ, जसमा दुई
दुईजना इङ्ग्लिसम्यान स्पेनिस खजानाको खोजीमा निस्केका हुन्छन्। कथाको क्यारेक्टर्सको बारे कुरा गर्नुपर्दा दुईजना क्यारेक्टर छन्, इभान्स र हुकर, जो चाहिँ साथी हुन्छन्, र अर्को क्यारेक्टरहरू भनेको तीनजना चाइनिज मेन। त्यसमध्ये एकजनाको चाहिँ नाम दिएको छ जुन रहेको छ चाङहाई। इभान्स र हुकर दिउँसोको समयमा कनौ यानि कि डुङ्गा अथवा नाउमा कोरल आइल्यान्ड तर्फ खजानाको खोजीमा निस्किएका हुन्छन्। यसरी नै कथाको सुरुवात हुन्छ। उनीहरूसँग डिरेक्सनको लागि एउटा म्याप हुन्छ जुन चाहिँ न्यारेटरको अनुसार एउटा चाइनिज म्यान चाङहाईबाट लिएको हुन्छ। हुकरले त्यही म्यापबाट डिरेक्सन लिन खोजिरहेको हुन्छ, तर उनीहरूलाई त्यहाँको साइन्सहरू बुझ्नको लागि एकदमै गाह्रो भइरहेको हुन्छ। उनीहरूले म्यापमा धेरै नै ड्याशको चिन्हहरू भेट्टाउँछन्, तर त्यसको एक्ज्याक्ट मिनिङ चाहिँ के हो त्यो भने उनीहरूले केही पनि आइडिया पाउँदैनन्। तर जसोतसो उनीहरूले त्यो म्यापमा इन्डिकेट गरिएको स्पट पत्ता लगाउँछन् र त्यसैलाई फलो गर्दै लगभग त्यो ट्रेजर भए ठाउँमा पुग्छन्। जब ट्रेजरको नजिकै पुग्दा हुकरले डुङ्गा खियाइरहेको हुन्छ तब इभान्स भने निदाउँछ। निदाएको समयमा उसले एउटा सपना देख्छ जसमा चाहिँ तीनजना चाइनिज म्यान चाङहाई सहितका तीनजना चाइनिज म्यानहरू कुराकानी गरिरहेका हुन्छन्। सपनामा उनीहरूले के पत्ता लगाउँछन् भने चाङहाईले चाहिँ पहिला नै त्यो ट्रेजर पत्ता लगाएको हुन्छ, तर उसले प्राप्त गरेपछि पनि त्यसलाई फेरि लुकाएको हुन्छ र त्यही लुकाएको ट्रेजर अब खोज्नको लागि उसले दुईजना कोवर्कर्सहरू लिएर आएको हुन्छ। चाङहाईको म्याप इभान्स र हुकरले चाङहाईलाई मारेर आफ्नो बनाएका हुन्छन्, तर आफूलाई मार्दाखेरि चाङहाईले एकदमै ब्रोड स्माइल दिएको हुन्छ। यो कुराले इभान्स र हुकर भने एकदमै अचम्ममा परेका हुन्छन्। यता त्यही म्यापलाई फलो गर्दै हुकर र इभान्स त्यो ट्रेजर भएको ठाउँसम्म पुग्ने कोसिस गरिरहेका हुन्छन्। अन्तिममा इभान्स र हुकरले म्यापमा इन्डिकेट गरिएको जंगल र ढुङ्गाहरूको थुप्रो भेट्टाउन सफल हुन्छन्, तर त्यहाँ उनीहरूले अनएक्सपेक्टेड चीजहरू पनि भेट्टाउँछन्। त्यहाँ घाउने घाउ भएको पर्पल कलर भइसकेको उनीहरूले एउटा बडी पाउँछन् जुन चाहिँ चाङहाईकै हुनुपर्छ भनेर अनुमान पनि लगाउँछन्। खजाना भेटाएपछि जति सक्दो खजानालाई आफ्नो सिपमा गएर लोड गर्ने उनीहरूले कोसिस गरिरहेका हुन्छन्, तर केही पाइला चाल्न साथ इभान्स भने फेन्ट हुन्छ। उसको जिउहरू पुरै कामिरहेका हुन्छन्। उता हुकर भने आफ्नो गोजीमा अरू सुनहरू अटाउनमा लागिरहेको हुन्छ र त्यसै क्रममा उसलाई पनि एउटा काँडाले घोच्न पुग्छ। त्यसपछि उसले रियलाइज गर्छ कि त्यो ट्रेजरको वरिपरि भएको काँडा सबै चाङहाईले त्यो ट्रेजरको प्रोटेक्सनको लागि नै लगाएको हो र चाङहाईले आफू मर्दाखेरि त्यो स्माइल दिनुको कारण पनि यही नै थियो। अन्तिममा त्यो पोइजनस काँडाले घोचेपछि हुकर पनि इभान्सको छेउमै लड्छ र उसको त्यहीको त्यही डेथ हुन्छ। कुनै पनि प्लान, प्रिपेयर्डनेस र सेफ्टी बिना गरिएको एडभेन्चर रिस्की हुन्छ र पैसा र पावरको लागि गरिएको ग्रिडले जहिले पनि डिस्ट्रक्सन नै निम्त्याउँछ। हो यही मोरल यो स्टोरीबाट पाउन सकिन्छ। अत्यधिक प्रलोभनले गर्दा मान्छेको मृत्यु पनि हुन सक्छ, जसरी चाङहाईले र इभान्स र हुकरले आफ्नो ज्यान गुमाउनु पर्यो। स्टोरीका राइटर हुन् चाइनिज राइटर लुसुन। लुसुन उनको पेन नेम थियो र उनको रियल नेम भने जो सोरन थियो। 1881 मा जन्मिएर 1936 मा मरेका लुसुन 20th सेन्चुरीमा चाइनाको ग्रेटेस्ट राइटर भनेर चिनिन्थे। उनी सर्ट स्टोरी राइटर हुनेका साथसाथै एसेइस्ट र ट्रान्सलेटर पनि थिए। फादर अफ मोडर्न चाइनिज लिटरेचर भनेर उनलाई टाइटल पनि दिएको थियो। उनका केही पपुलर स्टोरी कलेक्सन र नोभलहरू मध्ये होम टाउन, मेडिसिन, टुमोरो आदि पर्दछन्। माई ओल्ड होम पनि होम टाउन नामको एउटा स्टोरी कलेक्सनबाटै लिएको स्टोरी हो। स्टोरी लुसुनको ओल्ड मेमोरिजहरूसँग सम्बन्धित छ। उनले कसरी आफ्नो प्रेजेन्ट टाइममा चाहिँ आफ्नो पहिलाको समयको मेमोरिजहरू रिकल गरेका छन्, यही कुरा सम्बन्धित रहेको छ यो स्टोरी। कथाका न्यारेटर राइटर आफै हुन् र उनले रियालिटी र मेमोरिज बीचको द्वन्द्वलाई पनि यो स्टोरीमा प्रेजेन्ट गर्न खोजेका छन्। कथाका क्यारेक्टरहरू छन् लुसुन आफै, रुन्टु लुसुनको सानोको साथी, लुसुनको नेफ्यू, लुसुनको आमा र मिसेस याङ एउटा नेभर। कथाका मेजर क्यारेक्टरहरू यिनै हुन् र अरू बाँकी क्यारेक्टरहरू पनि टाइम टाइममा आइरहेका छन्। कथाको सुरुवात हुन्छ जब लुसुन 20 वर्षपछि आफ्नो पुरानो घर फर्कन्छन्। आफ्नो पुरानो घरलाई आफूले आफ्नो मेमोरीमा कसरी सजाएका थिए त्यो भन्दा लुसुनले आफ्नो पुरानो घरलाई रियालिटीमा भने एकदमै फरक पाए। जति उनको मेमोरीमा त्यो घर सुन्दर थियो त्यति रियालिटीमा हुँदैन। कथामा त्यही पुरानो घरले राइटरको पुरानो मेमोरिजहरूलाई पनि रिप्रेजेन्ट गरेको छ। 20 वर्षपछि घर फर्कदा लुसुनको स्वागतमा उनकी मम र उनको नेफ्यू हुन्छन्। उनले आफ्नो पुरानो घरलाई एकदमै ध्वस्त अवस्थामा पाउँछन्। उनले आफ्नो पुरानो गाउँमा चाहिँ राम्रो परिवर्तन भन्दा पनि बढी नराम्रै परिवर्तनहरू पाउँछन्। यो कुराले उनी एकदमै दुखी हुन्छन्। धेरै समयपछि घर फर्किएपछि उनले धेरै आफ्नो पुरानो आफन्त र मित्रजनहरूसँग भेट्ने मौका पाउँछन्। जब उनको आमाले चाहिँ उसको पुरानो साथी रुन्टुले चाहिँ उसको लागि प्रतीक्षा गरिरहेको छ भन्ने कुरा थाहा पाउँछन्, तब उनले रुन्टुसँग जोडिएको आफ्नो पुरानो सम्झनाहरूलाई सम्झिन थाल्छन्। मेमोरीमा उनले एउटा 10 वर्ष जतिको केटोलाई समुद्रको किनारामा देख्यो र उसको घाँटीमा एउटा सिल्भर रिङ हुन्छ र उसको हातमा भने एउटा काँटा हुन्छ। उसले झ नामको एउटा क्रिएचरलाई चाहिँ त्यो काँटाले हिर्काउन खोजिरहेको हुन्छ, तर त्यो क्रिएचरले भने रुन्टुलाई छलेर भाग्न पनि सफल भएको हुन्छ। लसुनका बाबाले रुन्टुलाई बलिदानका भाडाहरूलाई गार्ड गर्नको लागि काममा राखेका हुन्छन्। न्यारेटरको फ्यामिलीले 30 वर्षपछि एन्सेस्ट्रल सेक्रिफाइसको चार्ज पाएका हुन्छन्। त्यसबेला 3 प्रकारका सर्भेन्ट्स यानि कि कामदारहरू हुने गर्थे। एउटा इयर लङ जो चाहिँ वर्षभरि काम गर्ने गर्थे, अर्को हुने गर्थे सर्ट टाइमर्स जो चाहिँ डे टाइममा मात्र काम गर्ने गर्थे, र अर्को भने बिजी मन्थर्स जो चाहिँ बाँकी समयमा चाहिँ आफ्नो काम गर्ने र होलिडेको टाइममा चाहिँ अरूकोमा गएर काम गर्ने। रुन्टु आफ्नै एजको भएकोले लसुन भने उसँग एकदमै क्लोज हुने खोजिरहेको हुन्छ। ऊ आफ्नै एजको भएकाले उसँग उसलाई कुराकानी गर्न एकदमै रहर हुन्छ, तर उता रुन्टु भने एकदमै साई नेचरको हुन्छ। तर पनि एक दिन चाहिँ कोही नभएको समयमा लसुनसँग रुन्टुले कुराकानी गर्यो। त्यसपछि उनीहरू दुवैले सँगै एकदमै रमाइलो पलहरू बिताए। तर एक दिन रुन्टुले त्यो ठाउँ छोडेर जानुपर्ने हुन्छ। त्यसबेलामा लसुन भने एकदमै दुखी हुन्छ। छुट्टिने समयमा दुवैले एकअर्कालाई गिफ्ट दिएर गुड बाई दिन्छ। त्यसपछि लुसुनले मिसेस याङ एउटा नेभरलाई पनि भेट्छ। मिसेस याङको नेचर एकदमै फरक हुन्छ। मिसेस याङलाई लुसुनले जियोमेट्री बक्सको एउटा कम्पास भनेर एड्रेस गर्ने गर्थ्यो। मिसेस याङ लुसुनलाई कन्जुस भनेकी
थिइन् किनभने लुसियनले चाहिँ आफ्नो फर्निचर उनलाई दिनबाट डिनाइ गरेको थियो। उता करिब 30 वर्षपछि नै लुसियनले रुन्टुलाई भेट्दाखेरि रुन्टुको हालत चाहिँ एकदमै नराम्रो पायो। रुन्टुको हालत एकदमै दुःखदायी थियो। उसँग आम्दानी भने चाहिँ एकदमै थोरै हुन्छ तर उसको सन्तान भने चाहिँ एकदमै धेरै हुन्छन्। त्यसैले उसलाई गुजारा चलाउनलाई नै एकदमै समस्या परिरहेको हुन्छ। अहिले पनि जब रुन्टुले लुसियनलाई चाहिँ मास्टर भनेर बोलाउँछ त्यसबेलामा लुसियनलाई चाहिँ एकदमै नराम्रो फिल हुन्छ र उसको आमा र लुसियनले मिलेर चाहिँ रुन्टुलाई हेल्प गर्ने डिसिजन पनि लिन्छन्। लुसियन र उनको आमाले चाहिँ आफ्नो घरबाट चाहिने सामानहरू सबै लैजानको लागि रुन्टुलाई भन्छ र उसले टेबल, चेयर, बर्नर र यस्ता सबै चाहिने कुराहरू त्यहाँबाट लग्छ। उसको स्थिति यस्तो खराब हुन्छ कि उसले हुँदा खरानी पनि त्यहाँबाट लैजान्छ। अब न्यारेटर र उनको फ्यामिली नै सबै न्यारेटरको काम भएकै ठाउँतिर सर्ने डिसिजन लिएपछि उनीहरू 9 दिन पछाडी त्यहाँबाट निस्किन्छन् र त्यसबेलामा उनीहरूलाई एकदमै नस्टाल्जिक फिल भइरहेको हुन्छ। रुन्टुले त्यो घरबाट चाहिँ एकदमै एन्शियन्ट कुराहरू लगेको हुन्छ जसको लागि लुसियनले जिस्काएको पनि हुन्छ र यो कुराले लुसियनलाई एकदमै सोचमग्न पार्दछ। रुन्टुको जीवन एकदमै दुःखदायी भए पनि उसँग अझै पनि केही आशा बाँकी छ भन्ने कुराको रियलाइजेसन लुसियनलाई भयो। त्यसपछि लुसियन र उनकी आमाले आफ्नो नेफ्यू र रुन्टुको छोरालाई चाहिँ बेस्ट विशेस दिएर त्यहाँबाट बिदा लिए। यसरी उनले आफ्नो रियालिटी र मेमोरिज बीचको भिन्नता पाए र आफ्नो पास्टलाई चाहिँ पछाडी छोड्दै अब उनी मुभ अन हुँदै आफ्नो नयाँ ठाउँतिर सरे। यो एउटा सर्ट स्टोरी हो जसलाई लेखेका हुन् नेपाली राइटर शंकर लामिछानेले। उनको कथाहरूमा सिम्बोलिजमको युज भएको पाइन्छ। सिम्बोलिजम एउटा यस्तो लिटररी डिभाइस हो जसमा सिम्बल्सहरूको प्रयोग गरेर कुनै पनि कुरालाई चाहिँ त्यसको लिटरल मिनिङ भन्दा बियोन्ड रिप्रेजेन्ट गरिने गरिन्छ। उनको स्टोरीमा प्रोपर प्लट भेटाइदैन त्यसैले पनि उनको स्टोरीहरूले यसैलाई रिजेम्बल गर्ने गर्छन्। यो स्टोरी हिमालयन भोइसेस एन्ड इन्ट्रोडक्सन टु मोडर्न नेपाली लिटरेचरबाट लिएको हो। स्टोरीको टाइटलमै सिम्बोलिजमको युज गरिएको पाइन्छ जस्तै कि द हाफ क्लोज्ड आइज अफ बुद्धले पिसफुल इन्भाइरोमेन्टलाई रिफर गर्दछ। त्यसैगरी द स्लोली सिङ्किङ सनले ब्युटी नेचुरल ब्युटीलाई रिफर गर्दछ। अब क्यारेक्टर्सहरूको बारे कुरा गर्नुपर्दा पहिलो क्यारेक्टर रहेकी छिन् एकजना फिमेल फरेन टुरिस्ट। उनी नेपाल भ्रमणमा आएकी हुन्छन्। उनलाई नेपालको सुन्दरताले एकदमै प्रभाव पारेको हुन्छ। टुरिस्ट भएर आए पनि उनीसँग नेपालको हिस्ट्रीको बारे एकदमै धेरै ज्ञान हुन्छ। अर्को क्यारेक्टर रहेको छ त्यही टुरिस्टको टुरिस्ट गाइड। त्यसपछि स्टोरीको थर्ड क्यारेक्टर रहेको छ एउटा बालक जो चाहिँ पोलियो इन्फेक्टेड हुन्छ जसको शरीरको कुनै पनि अङ्गहरू काम गर्दैनन् मात्र उसको आँखाले काम गर्छ। स्टोरी गाइड र टुरिस्टको मोनोलगमा आधारित रहेको छ। यदि एउटा क्यारेक्टर चाहिँ एकहोरो धेरै बेरसम्म बोलिरहन्छ भने हो त्यसलाई चाहिँ मोनोलग भनिन्छ। राइटरले स्टोरी लेख्नको लागि स्ट्रीम अफ कन्सियसनेस टेक्निकलाई युज गरेका छन्। स्ट्रीम अफ कन्सियसनेस टेक्निक त्यस्तो न्यारेटिभ टेक्निक हो जसमा चाहिँ न्यारेटरको थट्स र इमोसन्सहरूलाई चाहिँ रिटन फर्ममा प्रेजेन्ट गरिन्छ र त्यस्तो तरिकाले प्रेजेन्ट गरिन्छ कि न्यारेटरको जसरी नै रिडर्सहरूले पनि त्यो थट्स र इमोसन्सहरूलाई एक्सपिरियन्स गर्न सकुन्। टुरिस्टलाई नेपाल एकदमै मनपर्ने हुन्छ। जब उनले नेपाल टेक्दाको खुसी बयान गर्छिन् तब नै स्टोरीको सुरुवात पनि हुन्छ। उनले यहाँको माउन्टेन्स र सोइलको सेन्ट त्यसैगरी ग्रीन भ्याली इत्यादिको कुराहरू स्टोरीको सुरुवातमै गरेकी छिन्। उनलाई बुद्धको हाफ क्लोज्ड आइजले पनि वेलकम गरे जस्तो फिल हुन्छ। उनलाई नेपाल आउँदा कामनेस प्राप्त गरे जस्तो र कुनै एउटा रेस्टिङ प्लेसमा आए जस्तो महसुस हुन्छ। टुरिस्टले भनेकी छिन् कि नेपालीले उनीहरूलाई यानि कि वेस्टर्नर्सलाई थुप्रै कुराहरू दिएका छन् जस्तै कि धर्मको ज्ञान, विजडमको ज्ञान, सिभिलाइजेसनको ज्ञान जस्ता कुराहरू। टुरिस्टको अनुसार उनले नेपालको हिस्ट्री बारे थुप्रै पुराना किताबहरू पढेकी छिन्। उनले भने अनुसार त्यहाँको गाइडले उनलाई अहिलेको स्ट्रिट्सहरू घुमाउन सक्लान् तर उनले त गाइडलाई नै हिस्ट्रीको स्ट्रिट्सहरूमै घुमाउन सक्छिन्। त्यसपछि टुरिस्टले नेपाली आर्टिस्टहरू, यहाँको कल्चरल डाइभर्सिटी, रेसियल डाइभर्सिटी र अरू थुप्रै डाइभर्सिटीहरूको बयान गरेकी छिन्। नेपालमा सबै ब्याकग्राउन्डको मान्छेहरू मिलेर बसेको कुराले उनलाई एकदमै इम्प्रेस गरेको छ। नेपाली खानाहरूसँगको आफ्नो एक्सपिरियन्स सेयर गर्न खोज्दै टुरिस्टले मोमो लगायत नेपाली नेवारी खानाहरूको पनि प्रशंसा गरेकी छिन्। त्यसपछि टुरिस्टले किताबमा पनि नभेटाइने केही कुराहरूको चर्चा गरेकी छिन् जस्तै कि नेपालीहरूको वेलकमिङ स्माइल। उनलाई नेपालीहरूको स्माइल देख्दा यस्तो फिल हुन्छ कि उनी आफू एउटा फार्मरको जेठो छोरा हुन् जो चाहिँ दिनभरि काम गरेर थाकेर घर फर्किएको छ। त्यसपछि उनले कुदिएका झ्यालहरूको आँखा, डोर प्यानलको आँखा, हिमालका आँखा र यहाँका मान्छेहरूको आँखाको पनि बयान गरेकी छिन्। उनले त्यस्तो आँखाको लागि आफ्नो हङ्गर अझै पनि नमेटिएको बताउँछिन् र आफ्नो गाइडलाई आफ्नो ट्रिप कहिले पनि नबिर्सिने खालको आँखा देखाउन लाग्नको लागि अनुरोध गर्छिन्। त्यसपछि गाइडको मोनोलग सुरु हुन्छ। उसले टुरिस्टलाई चोबार हिल देखाउँदै एउटा गरिब किसानको परिवारसँग भेट्न लाग्छ। त्यहाँ एउटा पोलियो इन्फेक्टेड बालक हुन्छ जसको आफ्नो आँखा बाहेक कुनै पनि अङ्गहरू चल्दैन। त्यहाँ गरिबी पनि छर्लङ्ग देखिन पाइने हुन्छ। गाइडले तपाईको ट्रिप कहिले पनि बिर्सन नसक्ने आँखाहरू यिनै हुन् भनेर टुरिस्टलाई देखाउँछ। बालकले जसरी कम्प्लेन नगरिकन सर्भाइभ गरिरहेको हुन्छ यस्तो शक्ति त नेपालीमा मात्र हुन्छ भनेर गाइडले टुरिस्टलाई बताउँछ। गाइडले त्यस बालकको परिवारलाई त्यो टुरिस्ट चाहिँ एउटा डाक्टर हो भनेर बताएको हुन्छ जसको कारणले त्यस बालकको परिवारको आँखामा आशा झल्किरहेको हुन्छ। उनीहरूको ओठमा पनि मुस्कान आएको हुन्छ तर त्यो मुस्कान चाहिँ तिनीहरू त्यहाँबाट जानसाथ हराउनेछ भन्ने कुरा पनि गाइड र टुरिस्टलाई थाहा हुन्छ। त्यस बालकको एउटी बहिनी हुन्थे जसको चाहिँ सबै अङ्गहरू राम्ररी काम गर्ने हुन्छन् र यही दुईजना बीचको फरक पनि गाइडले टुरिस्टलाई बुझाउन खोजिरहेको हुन्छ। त्यही बालकको आँखालाई देखाउँदै गाइडले कम्प्लिट ब्युटीको एक्जाम्पल दिन्छन् जोसँग चाहिँ आँखा बाहेक अरू कुनै एक्सप्रेस गर्ने माध्यम हुँदैन। उसले भन्छ कि त्यो आँखा त्यही हो जसले टुरिस्टलाई वेलकम गर्छ र जीवनको अन्त्यलाई लुकाउँछ। त्यो आँखा अस्ताउँदै गरेको घामको रिफ्लेक्सन जत्तिकै सुन्दर देखिन्छ। यो स्टोरी लेखेका हुन् स्पेनिस अमेरिकन जर्नलिस्ट, नोभेलिस्ट र सर्ट स्टोरी राइटर ग्याब्रियल गार्सिया मार्क्वेजले। उनलाई 1960s को लिटरेरी भोल्कानो भनेर चिनिन्छ। साथै उनी विश्वका वन अफ द बेस्ट नोभेलिस्ट भनेर चिनिन्छन् र स्पेनिस लिटरेचरमा त बेस्ट नोभेलिस्ट भनेर पनि चिनिन्छन्। मार्क्वेज म्याजिक रियलिजम स्टाइलमा लेख्ने गर्छन्। यो स्टोरी पनि एउटा म्याजिक रियलिस्ट स्टोरी हो। म्याजिक रियलिस्ट स्टोरी त्यस्तो खालको स्टोरी हो जसमा चाहिँ रियलिस्टिक फिक्सनका साथसाथै म्याजिक अथवा फ्यान्टासीको केही एलिमेन्ट्सहरू पनि लगाइएको हुन्छ। स्टोरीमा कसरी एउटा मान्छेले विक, डिपेन्डेन्ट र डिफरेन्ट मान्छेलाई ट्रिट गर्ने गर्छ भन्ने कुराको जाँच गरिएको छ। कथामा
मान्छेमा हुने क्युरियोसिटी, ग्रीड र क्रुएल्टीलाई पनि प्रस्तुत गर्न खोजिएको छ। क्यारेक्टर्सको बारे कुरा गर्नुपर्दा पहिलो क्यारेक्टर रहेको छ ओल्ड म्यान, एउटा बुढो मान्छे जसको चाहिँ पखेटा हुन्छन्, त्यो जुन चाहिँ एकदमै ठुला हुन्छन्। अर्का दुई क्यारेक्टरहरू छन् पलायो र एलिजेन्डा, जो चाहिँ हस्बेन्ड र वाइफ हुन्छन्। त्यसपछि उनीहरूको एउटा बच्चा पनि हुन्छ। अर्को क्यारेक्टर रहेको छ फादर गन्जागा, जो चाहिँ त्यो गाउँको चाहिँ एउटा नाम चलेको पुजारी हुन्छ। त्यसैगरी अर्को क्यारेक्टर रहेको छ एउटा स्पाइडर वुमनको। अर्को क्यारेक्टर रहेको छ एउटा छिमेकीको, जो चाहिँ पलायो र एलिजेन्डाको छिमेकी हुन्छ। स्टोरीको सुरुवातमा पानी लगातार 3 दिनदेखि परिरहेको हुन्छ। पलायो र एलिजेन्डाको घर समुद्रको किनारमा हुन्छ। पलायो र एलिजेन्डाको बगैँचामा चाहिँ त्यहाँको समुद्रको गङ्गटाहरू बगाएर पानीले ल्याएको हुन्छ। त्यही गङ्गटाहरूलाई चाहिँ उनीहरू सफा गर्दै हुन्छन्। त्यही क्रममा चाहिँ पलायोले चाहिँ उसको बगैँचामा एउटा अजीब एउटा अनजान मान्छेलाई देख्छ। त्यो अनजान मान्छे एउटा बुढो मान्छे हुन्छ जसको चाहिँ ठुलो पखेटा हुन्छ। पलायो र एलिजेन्डाको भर्खरै एउटा बच्चा जन्मिएको हुन्छ। उनीहरू आफ्नो बच्चाको लागि पनि वरिड हुन्छन् र त्यो मान्छे को हो भनेर जाँच्नको लागि उसको नजिकै जान्छन् र कुराकानी गर्न खोज्छन्। तर त्यस बुढो मान्छेको बोली अथवा भाषा भने उनीहरूले केही पनि बुझ्दैन। उनीहरूले मद्दतको लागि आफ्नो एउटा छिमेकी बोलाउँछन् र त्यो छिमेकीले के अन्दाजा लगाउँछिन् भने त्यो मान्छे चाहिँ बुढो मान्छे चाहिँ एउटा एन्जल हो जसलाई चाहिँ उनीहरूको बच्चा लिनको लागि पठाइएको हो। त्यस छिमेकीले त्यो बुढो मान्छेलाई कुखुराको खोरमा थुन्ने सल्लाह दिन्छन् र पलायो र एलिजेन्डाले पनि त्यस्तै गर्छन्। त्यो बुढो मान्छेलाई कुखुराको खोरमा थुनिन साथ त्यो पर्दै गरेको पानी 3 दिनदेखि पर्दै गरेको पानी एक्कासी रोकिन्छ मध्यरातमा र त्यसपछि उनीहरूको बच्चालाई ज्वरो आइरहेको हुन्छ। त्यो ज्वरो पनि एक्कासी निको हुन्छ। त्यसपछि पलायो र एलिजेन्डालाई त्यो बुढो मान्छेप्रति गरेको व्यवहार प्रति आफूलाई एकदमै गिल्ट हुन्छ। फादर गन्जागा जो गाउँका नाम चलेका पुजारी हुन्छन्, उनले पनि त्यो बुढो मान्छेको छानबिन गर्न खोज्छन्, तर उनी असफल हुन्छन्। उसले त्यो बुढो मान्छेलाई चाहिँ फेक एन्जल भनेर पनि भन्छन्। यो सब भइरहँदा त्यस बुढो मान्छेको चर्चा चाहिँ सबैतिर भइरहेको हुन्छ। एकदेखि अर्को गर्दै सबैले त्यस बुढो मान्छेलाई चिन्न खोज्छन् र उसलाई भेट्न पनि आउन थाल्छन्। त्यस पखेटा भएको बुढो मान्छेलाई हेर्न आउनेको भिड यति धेरै हुन थाल्यो कि एलिजेन्डाले चाहिँ त्यस बुढो मान्छेलाई हेर्न आएको हामी फी उठाउन थालौं भनेर आइडिया निकाल्छिन्। त्यसपछि पलायो र एलिजेन्डाले त्यस्तै गर्न थाले। त्यो बुढो मान्छेलाई हेर्न आएका मान्छेहरूले दिएको पैसाबाट उनीहरूले निकै पैसा कमाए। तर बिस्तारै मान्छे हेर्न आउने मान्छेहरूले चाहिँ उल्टै त्यो बुढो मान्छेको मजाक उडाउन थाले। उसले आफ्नो पखेटा मात्र देखायो, अरु केही गरेन भन्दै उसलाई तातो रडले पोल्दिने, जिस्काउने, यताउति गर्न थाले। यसको रिएक्सनमा त्यस बुढो मान्छेले आफ्नो पखेटा फडफडाएर आफ्नो रिस पोख्ने गर्थ्यो। केही समयपछि त्यस ठाउँमा एउटा मेला लाग्यो र त्यस मेलामा एउटा स्पाइडर वुमनको चिनारी भयो जसलाई देखेर चाहिँ मान्छेहरू एकदमै अचम्मित भए। त्यसपछि त्यस स्पाइडर वुमनको बारेमा जान्नको लागि चाहिँ मान्छेहरू क्युरियस हुन थाले र उसलाई विभिन्न प्रश्नहरू सोध्न थाले र त्यस वुमनले पनि आफ्नो विभिन्न कहानीहरू सुनाउन थाले। स्पाइडर वुमनको कारणले त्यस बुढो मान्छेलाई हेर्न जाने मान्छेको संख्या चाहिँ दिनदिनै घट्न थाल्यो। तर पलायो र एलिजेन्डाले भने पहिला नै निकै पैसा कमाइसकेका थिए जसले उनीहरूले 2 तलाको घर पनि बनाए। केही समयपछि त्यो कुखुराको खोर जसमा चाहिँ त्यो बुढो मान्छे बस्ने गर्थ्यो त्यो पनि भत्काइयो। त्यो भत्काइएपछि त्यो बुढो मान्छे घरमै यताउता गरेर भौतारिन थाल्यो। केही समयपछि जब एलिजेन्डाले नोटिस गरिन् तब त्यो बुढो मान्छे चाहिँ उड्ने प्रयास गरिरहेको थियो र ऊ धेरै प्रयास पछाडी ऊ सक्सेसफुल पनि भयो र जब ऊ उडेर त्यहाँबाट गयो तब एलिजेन्डाले एकदमै रिलिफ महसुस गरिन् किनभने उनलाई अब आफ्नो मेरो छोरा चाहिँ सेफ छ भन्ने फिल भयो।